हेलो गाइज गुड मर्निङ। आज पनि ट्याक्क बिहानको 10 बजेको छ। म ट्याक्क घरबाट सासू मम्मीको मुख हेर्न हिँडेको छु। हजुरहरू सन्चै आरामै हुनुहुन्छ होला। हजुरहरूले पनि पक्कै पनि आज मम्मीहरूको मुख हेर्नु भयो होला। माइत जान त पाएन होइन, किनकि अलिकति बिरामी थिएँ, नत्र त जान्थेँ म होइन। अलिकति सन्चो नभएको कारणले फेरि जान पाएन क्या, कति हिँड्ने चिसामा रुवालाको बेलामा भनेर। ट्याक्क अब यहाँबाट ट्याक्क 5 मिनट लाग्छ मम्मीसँग पुग्न। आज बाबुले मलाई मुख हेरेर के दिन्छ? आदि तिमीले आज मम्मीको मुख हेर्छौ कि नि? हेर्ने हौ। ल ल आउनु छिटो। मम्मी खाने बेला भएछ। मुख हेर्न आएको त मुख त ढाक्न छैन है, मुख त देखाएर बस्न। बुवाले टिकटक बनाउनु भयो, यस्तो बिहामा जाने अरे। लाइक कमेन्ट सब्सक्राइब गरिदिनु नबिर्सिनु होला। अब मुख हेरेको भिडियो चाहिँ अर्को भिडियोमा चाहिँ हेर्नु होला।